ओहो हो, माधव कुमार नेपालले मान्छे चाहिँ कमाउनु भएकै रहेछ, कति धेरै। आजै उपस्थित आजै रिया, त्यो पनि कुनै अनौठो कुरा के भन्दाखेरि 150 भन्दा बढी वकिल जुन कि उनको पक्षबाट लड्नको लागि, एउटा साधारण मान्छेलाई वकिल किन्नको लागि किन्न त होइन, हायर गर्नको लागि कति गाह्रो हुन्छ। मुद्दा लड्दा लड्दै मान्छेको जिन्दगी जान्छ, सम्पत्ति सकिन्छ। तर माधव कुमारले 150वटा वकिल हेर्नुहोस् त, कति धेरै। यो अचम्मको कुरा चाहिँ भयो। अब पतञ्जलि काण्डमा माधव कुमार नेपाललाई 35 लाख धरोटीमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ। उनलाई जेठको 22 गते उनी लगायत 93 जनालाई मुद्दा चलेको थियो। अब भएपछि आज उपस्थित भए, आजै रिहा भए। तर नेपालमा सबैभन्दा पपुलर मान्छे नै उहाँ जस्तो लाग्यो, किनभने यत्रो मान्छे, त्यही पनि यत्रो वकिलहरू, पढे लेखेका विज्ञहरू यसरी पछि लाग्नु भने त उहाँ त पपुलरै मान्नु पर्यो। हामीले नराम्रो भनेर भएन। अदालतको अवहेलना पनि हुनसक्छ, अरू हुनसक्छ। जे भए पनि शुभकामना छ, अझै तपाईँ निर्दोष साबित हुनुहोस्।